हेलो गाइज जबको बिहान हाम्रो कति बजे अहिले 6 बज्न लागेको छ 6 बज्न लागेपछि चाहिँ हामी मर्निङ वाकमा हिँडेका छौँ मसँग हुनुहुन्छ मिस्त्री र हामी चाहिँ अब चण्डेश्वरी जानेछौँ चण्डेश्वरी यात्रा मर्निङ वाक लेट्स गो अहिले चाहिँ ठ्याक्कै गणेश थान आइपुग्नु लागेको छ दिनजेलको लागि वेट अहिले चाहिँ हामी चण्डेश्वरी आइपुगेका छौँ चण्डेश्वरीमा चाहिँ यहाँबाट यता जङ्गलमा 1600 सिँढीमा चाहिँ हामी जाँदैछौँ बिचमा के हुन्छ त्यो अपडेट हामी गराउने नै छौँ स्टे ट्युन गाइज जाने बाटोमा छ अहिले हामी हौ यता हेर त यहाँ देखेको यस्तो छ यसरी राखेर इन्जेलको लागि हामी अब यहाँबाट जानेछौँ माथि स्टे ट्युन गाइज ट्याप्प हेलो गाइज यो चाहिँ चण्डेश्वरीको बिचमा पुगेपछि एउटा सतल छ र मन्दिर छ यस्तो छ पुरा हुस्सुल आइरहेको छ अहिले चाहिँ मौसम बिहानको ठ्याक्कै 6:30 भइरहेको छ अहिले अवस्था यस्तो छ वर्षाको हुन्छ बिहानको चाहिँ हिँडाइ भनेको चाहिँ मानिसको स्वास्थ्य जीवनको लागि चाहिँ एउटा अमूल्य वरदान सरी हो त्यही भएर बिहान उठौँ 1 घन्टा चाहिँ हिँडौँ है त गाइस कुदै जाऊ चण्डेश्वरीको 1600 सिँढीको पदयात्रा गर्दाखेरि चाहिँ बाटोमा त्यो फोहोरहरू खालिरहनु भएको छ बाटोमा कृपया जो यो बाटो चाहिँ बिहान यहाँ मर्निङ वाक हुनुहुन्छ उहाँहरूलाई चाहिँ एउटा विनम्र अनुरोध यो यस्तो फोहोरहरूको बाटोमा नगरिदिनु होला हजुरहरूले केही खानेकुरा ल्याउँदै हुनुहुन्छ भने त्यो चाहिँ आफैले एउटा प्लास्टिकमा हालेर चाहिँ फिर्ता लग्नु होला भन्न चाहन्छु बाटोमा हेऱ्यो भने फोहोरहरू गर्ने जङ्गलले र जस्तै यस्तो फोहोरहरू बाटोबाट हामीले चाहिँ त्यसले गर्दा चाहिँ यस्तो स्वच्छ जङ्गलमा चाहिँ यस्तो फोहोर देख्दा पक्कै पनि राम्रो लाग्दैन त्यही हिसाबले सबैजना चाहिँ कृपया यस्तो फोहोर नगरिदिनु न हार्दिक अनुरोध गर्दछौँ पैदल यात्री हेलो गाइज यति माथि हाइटमा आइयो कि लगभग 1600 सिँढी पार हुन लाग्यो अनि के छ भने लास्ट थकाइ चाहिँ लाग्छ बानी चाहिँ हुनु पऱ्यो बिचबिचमा रेस्ट गर्दै जान पाइन्छ सो एभ्री मर्निङ यु वेक अप देन यु स्टार्ट योर वाक कन्टिन्युसली टेक केयर त्यो धर्मभक्त माथिमा लखन थापा गङ्गालाल श्रेष्ठ लखन थापा दशरथ माथिमा दशरथ चन्द
अनि रखन थापा होला के होला हन्टेड जङ्गल हन्टेड खेलिरहेको छौँ यो अगाडिको मान्छे हो को हो मलाई थाहा छैन जुलेलका जैसा केटा है हिँड्ने रहा है पछाडि आ रहा है भूरे दाईहरू भूरे दाई को नहीं दिखाना है मुझे पता नहीं वो कौन है हंटेड जंगल में और भूतिया फिल्म बनाना हो यार चुड़ैल बन के साथी को प्रैंक करना हो समझ लिए ये जंगल हो भूतिया जंगल वो कहाँ है प्लेन से तुम्हें ये ठाव पता है या नहीं है मुझे डर हो रहा है क्योंकि मैं मनुआ गई हूँ और अभी हाय डूब रहा है हेलो गाइज आजको टास्क कम्प्लिट भएको छ सधैँ चाहिँ बिहान 1 घन्टा चाहिँ यसरी नै हिँड्नु होला त्यसले हजुरको स्वास्थ्यमा पुरै परिवर्तन ल्याउनेछ थ्याङ्क यू हेलो गाइज हामी चाहिँ 1600 सिडीको करिब टपमै पुगेका हो तर कम्प्लिट चाहिँ आज गर्न सकिएन 7 भइसकेको छ अब हामी फर्किनुपर्ने हुन्छ अनि त्यसपछि फेरि हामी अफिस पनि जानुपर्ने हुन्छ अब हामी चाहिँ माथिबाट फर्किँदैछौँ हेलो अब हामी नेक्स्ट यो टु त अब हामी फर्स्ट त चण्डेश्वरी पुग्छौँ चण्डेश्वरी पुगेर त्यहाँ हाम्रो चाहिँ पानी भरेर राखेको छ त्यो पानी भरेर राखिसकेपछि त्यो पानी लिएर जानुपर्ने हुन्छ अब हामी एकैचोटि चण्डेश्वरी मन्दिरमा भेट्छौँ है त गाइस चण्डेश्वरी मन्दिर हामी माथि हाइवेबाट चाहिँ चण्डेश्वरी आइसकेका छौँ अब यहाँ दर्शन गर्छौँ दर्शन गरिसकेपछि हामी घरतिर लाग्छौँ